रामेश्वर महादेवको हाम्रो यात्रा कस्तो आज लटरामेश्वर महादेव दुधराज युट्युब च्यानलमा हेर्नु होला सबैले यसलाई कटकट गरेर एडिट गर्नुपर्छ कस्तो भइरह्यो चप्पल लाएर आउनु पर्दो रहेछ यो जुत्ता लाएर आएको छ यस्तो अवस्था छ गाइजहरू युट्युबमा हेरेर सबैले सब्सक्राइब गरिदिनु होला यस्तो हेर्नु सिमरामा पुरा गर्मीले तालुमा पसिना चुहिया छ हेर्नु यहाँ पुरा ठन्डा हो गाइज हेलो सब्सक्राइब हेलो हामी कहाँ जान्छ रे लटरामेश्वर महादेवको लागि अब हामी प्रस्थान हुँदैछौँ हिँड्ने छ हाम्रो गाडी यहाँसम्म आयो यहाँबाट हामी अब हिँडेर जाँदैछौँ हाम्रो श्यामबुढा पनि एकदम झिल्के बालेनको पाँट लाएर अहिले दुईवटा बालेन कम्पनीहरू छ यहाँ अब हिँड्न मजा आइरहेछ के छ अङ्कल कस्तो भइरह चिसो छ रमाइलो भइरहेछ हैन एकदम ठीक छ हेलो भेना ओहो यहाँ बर्थडे सालो हेर्नु ल बर्थडेको दिनमा आज हामी लटरामेश्वर महादेवको दर्शन गर्दै जाँ